गाइज एनपिएलको म्यानेजमेन्ट टप नच भन्नुपर्छ, एकदमै राम्रो तरिकाले म्यानेज गरिरहेछ अडियन्सलाई। एन्ड म्याचहरू पनि एकदमै कमालका म्याच, टप नचका म्याच भइरहेका छन् होइन। एन्ड यसको प्रसारणको कुरा गर्ने भनेपछि प्रसारण पनि एकदमै राम्रो भइरहेको छ। स्टार स्पोर्ट्स जस्तो च्यानलमा हामीले देखिरहेको छौँ होइन। एन्ड पुरा दुनियाँले देखिरहेको छ। बट यहाँ एउटा कुरा जुन देखिरहेको छ दुनियाँले, त्यसको लागि चाहिँ एकदमै शर्मिन्दा हुनुपर्छ, एकदमै लाज लाग्छ कि नेपालको एम्पायरिङ यति धेरै खराब। त्यो स्तर वर्ल्ड क्लासको स्तर हुनुपर्ने हो, जहाँ हामीले वर्ल्ड क्लासको हामीले सुविधा दिन कोसिस गरिरहेको छौँ। अलमोस्ट हामी त्यो लेभलमा पुगिसकेको छौँ जहाँ हामीले भन्न सक्छौँ कि हाम्रो एनपिएल अरू लिगहरूभन्दा अलिकति माथि छ गाइज। तर आजको टाइममा हेर्ने भनेपछि जुन एम्पायरको स्तर छ त्यो एकदमै तल्लो, एकदमै खस्केको हामीले अवस्था देख्न सक्छौँ एम्पायरिङको गाइज। सन्दीप लामिछानेले भनेको थिए जब घरेलु एउटा टुर्नामेन्ट भएको थियो, आई थिङ्क पिएम कप या केही थियो, टेस्टवाला जुन कप थियो होइन, जो सेमी टेस्ट त पुरा नभनौँ होइन, के नाम मलाई याद आइरहेको छैन, विजय ट्रफी अर समथिङ लाइक द्याट होइन, ट्रफी केही थियो। सो त्यहाँ पनि सन्दीप लामिछानेले एकदमै धेरै क्रिटिसाइज गरेको थिए एन्ड सोसियल मिडियामा आएर पनि लेखेको थिए, जसको माथि चाहिँ क्यानले अलिकति असन्तुष्टि जताएको थियो। बट कुरा चाहिँ एकदमै साँचो थियो। एन्ड आज पनि हामीले देख्न सक्छौँ कि लगातार एकचोटि होइन, लगातार गाइज हामीले देखेको छौँ कि एम्पायरिङ खराब भन्दा खराब भइरहेको छ। एज अ नर्मल पर्सन वी क्यान सी कि होइन के भइरहेको छ, के देखिरहेको छ, बट स्टिल दे क्यान नट डिसाइड। सो अचम्म लाग्छ कि होइन के हो यो। मलाई लाग्छ यार यति धेरै खर्च क्यानले गर्यो होइन, यो यति धेरै लेभललाई माथि बढाउनुको लागि कि अलिकति धेरै खर्च गरेर होइन विदेशी एम्पायरहरूलाई लिएर अलिकति राम्रो एम्पायरहरूलाई राखेको भए के गलत हुन्थ्यो होला र। साँच्चैमा टोटली डिसपोइन्टेड बाई नेपाली एम्पायर्स।